नमस्कार, म सुरेश बस्नेत। समयसँगै अघि बढिरहेको यो जीवनशैलीलाई हेर्दा जिन्दगी एक हिसाबले रमाइलो पनि लागिरहेको छ र एक हिसाबले अब नरमाइलो पनि। रमाइलो र नरमाइलो, दुःख र सुखको मेल रहेछ जिन्दगी भन्ने कुरा चाहिँ मैले भोगिरहेको चाहिँ यो एउटा मेरो अनुभव हो। तपाईहरूको पनि जीवनमा मेल खान जान्छ होला। सुनेर साथ दिनु होला लास्टसम्म भन्न चाहन्छु। यो चाहिँ एउटा समय चक्र हो। दुःख अनि सुखको मिलन भएर नै जीवन बन्ने गर्दछ। जीवनका मोडहरूमा हरेक अप्ठ्याराहरू पनि आइरहेका नै हुन्छन्। मोडहरू सबै सजिला त कहाँ हुन्छन् र सबैका मोडहरू फरक फरक खालका हुन्छन् है। फरक जीवनशैली अनि फरक जीवनका मोडहरू यस्तै गरी चलिरहेको हुन्छ जिन्दगी र एउटा जीवनको कथाहरू। अब त्यो मान्छेलाई झोला बोक्न त्यसरी मन परेछ अरे मलाई त्यसै गरी मन नपर्न सक्छ है। कसै मान्छेलाई यस्तो खाले रातो स्कुटर ठ्याक्क चढ्न मन पर्छ अरे मलाई मन नपर्न सक्छ। मलाई यस्तो खाले मन पर्न सक्छ र कसैलाई यस्तो खाले कार मन पर्न सक्छ। मलाई मन नपर्न सक्छ। मलाई यस्तो खाले कार मन पर्न सक्छ। त्यस्तै जीवन हरेक व्यक्तिमा फरक छ। जीवन सुख अनि दुःख हरेक व्यक्तिमा फरक छ। सहनशीलता हरेक व्यक्तिमा फरक छ। हरेक व्यक्तिमा सहन सक्ने क्षमताको फरक फरक किसिमको छ। सबैभन्दा ठुलो मलाई के लाग्छ भने एउटा सहनशीलता र धैर्यता नै हो भन्ने लाग्छ है। धैर्यता र सहनशीलता भएन भने जिन्दगी दुःखै दुःख रहेछ यो जिन्दगी भनेर मान्छेले हार खायो भने त्यो जिन्दगी नै होइन के। दुःख त कति पर्छ के। त्यो दुःखलाई चाहिँ हामीले सामना गर्दै धैर्यता गर्दै हार नखाएर अघि बढियो भने त्यहाँनिर अवश्य पनि सफल भइन्छ भन्ने चाहिँ मलाई लाग्छ होइन। तपाईँहरूलाई कस्तो लाग्छ कमेन्ट गर्नुहोला, सब्सक्राइब गर्नुहोला। सुरेश बस्नेत युट्युब च्यानलमा आएर लाइक, कमेन्ट र सब्सक्राइब र अल बेल आइकनमा पनि दबाउनु होला है भन्न चाहन्छु। तपाईँहरू जोडिनुहोस्। एउटा मनका कथा, एउटा भावनाका कथा, नयाँ नयाँ ठाउँहरूको दृश्य हरेक कुराहरू देखाउने गर्दछु। आउनुहोला, जोडिनु होला भन्न चाहन्छु है त।